त्यो केटा कमसेकम खबर त गर्नुपर्छ नि ढिलो भयो भनेर भन्नु पर्दैन मान्छे घरमा टेन्सन हुन्छ सधैँ खबर गर्दै ढिलो हुने भयो भने मम्मी के बोल्नु हेर्नु अब बिहान त्यसबाट घरबाट निस्केको है 700 रुपियाँको घरमा आएको छैन कहाँ गयो होला त्यो केटा त कहाँ गयो त्यो पक्कै पनि भाउजूलाई भने कमसेकम भाउजूलाई भन्नु त आएको त्यो आफूलाई पनि भनेन भने थाहा पनि भन्यो थिएँ साथीसँग जान्छु भन्थ्यो अब को साथीसँग हो कहाँ हो के थाहा हुन्छ अनि आशा पनि हजुर हजुर म रोहितको भाउजू आशा बोलेको बाबु त्यहाँ आउनु भएको छ कि भनेर ए ल हेलो हेलो बाबु म भाउजू हजुर त्यो रोहित बाबु आउनुहुन्छ ए ल हस् किन यस्तो यात्रा लिनु लिनु जवान भएको मान्छे गाई घुम्न गएर होला आइहाल्छन् होइन हजुर बाबु जाँदा पनि मलाई सोधेर जानुहुन्थ्यो अब त केही पनि भन्नु भएन यतिसम्म आउनुभएको छ हेर्नु न बुवा रोहितले आफ्नो मोबाइलको स्विच पनि अफ गरेको छ भने त्यस्तो त कहिले पनि लगाइन्छ त्यसले ढिलो गरे गएर म ढिलो हुने भयो मम्मी भनेर फोन गर्थ्यो कहाँ गएर त्यो केटाले किन यस्तो गरेको आन्टी बाबु मम्मी मम्मी हजुर नआत्नु के भएको बाबुलाई सम्हाल्नु मम्मी आफूलाई रोहित बाबुलाई हामी केही पनि हुन दिन्नौँ बाबु कसरी भयो रोहित बाबुको यस्तो हालत के भयो उहाँलाई कसले गरायो मेरो लक्ष्मण जस्तो भाइलाई कसले गरायो किन नभन्नु भएको के भयो रोहित बाबुको हातमा को त केटी जसले मेरो लक्ष्मण जस्तो भाइलाई यो हालत बनायो म त्यसलाई छोड्दैन आवेगमा नआइज बाबु बस त्यसरी एकैचोटि आवेगमा आउनु हुँदैन बाबु आवेशमा आएको होइन मम्मी वास्तविकता जान्न खोजेको को त्यो केटी म त्यसलाई दादा दादा के भयो रोहित दादा के भयो हजुरलाई रमित आवेगमा नआइज छोरा त्यो केटीले यसको हात मात्र काट्दै त होइन रहेछ नि अब यो आफैले आफ्नो हात काटेछ त त्यो केटीको के को दोष भन्छ यो नै त्यस्तो हो नि तै पनि त्यो लिली भन्ने केटीले रोहितलाई सम्झाउन पनि सक्थि नि बाबु तिमीलाई धेरै धेरै धन्यवाद मेरो यस्तो छोरालाई यहाँसम्म ल्याइदेऊ हस् त आन्टी हामी जान्छौँ ल कस्तो ठिक भन्यो डाक्टर साहब नमस्ते तपाईँ छिटो आउनु पऱ्यो मेरो घरमा मेरो भाइ रोहित एकदम सिरियस छ छिटो आउनुहोस् हस् त म तपाईँलाई भेट्छु म तिमी बिनाको जीवन बाँच्नै चाहन्न
ओ माई गॉड, कस्तो मान्छे होला रोहित। म 1 वर्ष भयो रोहितसँग क्लोज भएको। उसले बेला बेलामा घुमाउरो कुरा गर्दै मलाई मन पराएको सङ्केत गर्थ्यो। तर आज एक्कासी ओ गॉड, कत्तेरी मैले रोहितलाई आज हात काट्नु अघि सम्झाउनै सकिनँ। कसैको लागि आफ्नो ज्यानै दिन सक्ने कस्तो क्रेजी भएको यो रोहित। सुनेकी थिएँ प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छन्। सायद उसले मलाई साँचो प्रेम गर्छ, त्यसैले ऊ मेरो लागि जे पनि गर्न सक्छ। हुन त मलाई रोहित नराम्रो लाग्दैन, उसलाई मैले राम्ररी चिन्दछु। ऊ मेरो एउटा असल साथी हो। तर आज एक्कासी आएको यो प्रस्ताव म के गरौँ? एनिवे अहिले रोहितको शरीरबाट धेरै रगत बगेको छ। रोहितलाई केही नहोस्, केही नहोस् रोहितलाई। प्लिज भगवान्, रोहितलाई केही नहोस्। खासै डरमान्ने कुरो छैन। मलाई बडी ब्लिडिङ भएको छ, म दबाई लेखिदिन्छु, मलाई ठिक हुन्छ। हस् डाक्टर। हस् त म लाग्छु। बाबु तँलाई खासै केही भएको छैन अरे कि, चाँडै ठिक हुन्छ अरे डाक्टर साहबले भन्नुभएको। त आराम गरेर सुतेर बस, नचल फेरि ल लाग्छ। म तँलाई खानेकुरो बनाएर ल्याइन्छ है। रोहितलाई खासै त्यस्तो प्रब्लम छैन। हजुरको मामला ख्याल राख्नु। किन डाक्टर साहब? मलाई अर्को प्रब्लम छ। मलाई झट्ट खुसी हुने कुरा र झट्ट दुःखी हुने कुरा मलाई झट्ट नसुनाउनु होला। दुःख हुन्छ पहाड जत्रो, सुख त्यही बर्खे